नमस्ते, मेरो नाम गणेश श्रेष्ठ। म विगत 5 वर्षदेखि नेपाल क्यानमुभमा डेलिभरी राइडरको रूपमा काम गर्दै आएको छु। नेपाल क्यानमुभमा आउनु अगाडि म रेस्टुरेन्टमा कुकिङको काम गर्थेँ। अहिलेसम्म विदेश जाने सोच चाहिँ आएको छैन। अब नेपालमै केही गर्छु भनेर लागिरहेको छु। नेपाल क्यानमुभमा काम गर्दाको अनुभव, अब धेरै ठाउँ लोकेसनहरू चिन्यो। पहिला अब काठमाडौँ आउँदाखेरि गुगल म्याप हेरेर आउनुपर्ने हुन्थ्यो। अहिले अब घर चिन्यो जस्तो भइसक्यो। अब डेलिभरी लोकेसन, आफ्नो लोकेसनहरू म दिनमा नर्मली 50 देखि माथि नै डेलिभरी गर्न सक्छु। एनसिएममा काम गर्दै गर्दा आफ्नो आम्दानी प्रति म धेरै नै खुसी छु। यहाँ जति दुःख गर्न सक्यो त्यति नै अब इन्कम देखिन्छ। मलाई धेरै खुसी लागिरहेको छ यहाँ काम गर्नु पाउँदा। नेपालमै काम गरेर बस्न सकिन्छ सर। अब एनसिएमकै कुरा गर्दाखेरि अब 1000 देखि 1500 जनालाई एउटा अफिसले रोजगारी दिइरहनु भएको छ। नेपालमा केही गर्छु भन्नेलाई नेपालमै काम गर्न सकिन्छ। डेलिभरी राइडरको काम अब एउटा रिस्क पनि छ। अब बाटोमा हिँड्दाखेरि राम्रोसँगले बाइक चलाउनु पर्ने हुन्छ। अब ट्राफिकदेखि लिएर रुल सबै मानेर गऱ्यो भने राम्रै हुनेछ। डेलिभरी राइडरको रूपमा काम गर्नु चाहनुहुन्छ भने घरमा बसिराख्नु भएको छ, फुर्सद हुनुहुन्छ भने आफ्नो बाइक स्कुटर आफ्नो भेकलहरू छ भने, राम्रो डेलिभरी लोकेसन थाहा छ भने आउनुभयो भने राम्रो सुविधा छ डेलिभरी कम्पनीमा पनि।